कस्तो दामी देखेछ 16 हैन 17 नि क्या कस्तो 17 अलि अगाडि जाँदै सगर कैसे भला नींदों के अडेन बिना बिस्तारै आइज ल ख्वाब सा तू ठ्याक्कै 8:30 मेरे रूबरू कैसे बता काल लागेको त्यो टेबलमा चोरियां आँखों ने की उसकी सजा दिल ने सही कर जो दिया अब ये गुनाह मंजूर है हर वो सजा गाडीमा आउँछ हाय रब्बा 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 र सबैजनालाई नमस्ते विशेष गरी हामी चाहिँ टाङ्ग्या बस्तीको यो रोड यात्रामा हिँडिराखेका छौँ विशेष गरी हेरौँ हाम्रो टाङ्ग्या बस्तीको बाटोलाई पनि हामीले अवलोकन गर्दै हिँडेका छौँ यतिखेर जैसे हम दीवाने थे वैसे ही दीवाने हैं आज भी ये होठों टाङ्ग्या पे बस्तीको तेरे ही वास्तविक तराने यथास्थिति हैं बाटोको अवस्था हामीले देखाउँदैछौँ चुनावको माहौल पनि चर्किँदै गरेको क्रममा यो भिडियो मेरे ख्याल में स्कुल चोकको हालत यस्तो छ तुझे मिलने के सबैजना लाखों बहाने हैं ध्यान केन्द्रित गर्नको भोलि लागि हुन गएको आमसभाको यो सवाल जैसे हम दीवाने थे वैसे ही दीवाने हैं आज भी ये होठों पे तेरे ही तराने हैं मेरे ख्यालों में दिल की किताबों में ल बाय बाय लिखे तुझे मिलने के लाखों बहाने हैं शाम से है यूं बीत गए हम दुनिया भुला कर जीत गए हाय रब्बा 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 यो भिडियो बनाउनुको मेन उद्देश्य भनेको टाङ्ग्या बस्तीको बाटोको अवस्था अनि चुनाव चर्किँदै गरेको क्रममा यो बाटोको विषयमा यो बाटोलाई मध्यनजर गर्दै सबै नेताहरूको ध्यान केन्द्रित होस् भनेर यो भिडियो हामीले बनाउँदैछौँ यो भिडियो सकेसम्म सबैजनाले सेयर गरिदिनु होला नेताहरू समक्ष पुर्याइदिनु होला साँच्चै नै यहाँ टाङ्ग्या बस्तीमा बाटोको अवस्था साँच्चै नै बाटोको लागि विकास गर्नु पर्दो रहेछ भनेर ध्यान केन्द्रित होस् भनेर हामीले यो भिडियो बनाउँदैछौँ मेरा साथीभाइ इष्टमित्र दिदीबहिनी सम्पूर्णले यो भिडियो त तपाईँ समक्षमा आइपुगेको छ भनेदेखि लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला धन्यवाद हामी चाहिँ यतिखेर सुमन चोक कटेर हामी अब 7 नम्बर चोक आउने अवस्थामा छ कविता लाइन रुबी ल हाम्रो कविता पनि यहाँ सर्लक्कै देखियो ब्लगमा ल अब यतिखेर चाहिँ हाम्रै 7 नम्बर चोक आइसकेको अवस्था ल ल ल यो हाम्रो 7 नम्बर चोकमा चाहिँ यस्तो रहेछ विशेष गरी ल हामी ठ्याक्कै 7 नम्बर चोक आइसकेको अवस्था यहाँ जति पनि हाम्रो साथीहरू हुनुहुन्छ यहाँ हो साथीहरू विशेष गरी हामीले चाहिँ यो टोलको सबै बाटो हामीले अवलोकन गर्दै गर्दा चाहिँ बाटोको अवस्था चाहिँ एकदमै नाजुक भएको कारणले चाहिँ हामीले यो भिडियो बनाएको छु त्यसै गरी सबैजनालाई चाहिँ यही आउँदै गरेको चुनावमा चाहिँ उम्मेदवारहरूलाई के भन्न चाहनुहुन्छ अब के भन्नु सबै उम्मेदवारले एउटै एजेन्डा लिनु पर्यो पहिला आफ्नो गाउँ बनाउनु पर्यो त्यसपछि जिल्ला बनाउनु पर्यो त्यसपछि प्रदेश बनाउनु पर्यो देशमा विकास ल्याउनका लागि अहिले नयाँ शक्तिदेखि लिएर पुराना शक्तिहरू सबै मिलेर जो राम्रा उम्मेदवार छ उनीहरूले
जितेर जाउन्, यो देशलाई समृद्धिमातिर अगाडि बढाउन्। अब यही शुभकामना, सबैले राम्रोसँग आफ्नो आफ्नो प्रतिबद्धताहरूलाई नबिर्सिकन अगाडि बढाउनु होला भन्न चाहन्छु। पक्कै पनि धन्यवाद सुमे सरलाई, धेरै धेरै धन्यवाद। पक्कै पनि हाम्रो यो बस्ती चाहिँ एकदमै विकास गर्नु जरुरी छ। विशेष गरी हाम्रो टाङ्ग्या बस्तीलाई चाहिँ जहिले पनि पछाडि पारेको अवस्था देख्छु मैले। सबैजनाले जति पनि जितेर जानुहुन्छ, सबैजनाले होइन, सबै पार्टीले जितेर जानुभयो, तर बाटो र हाम्रो बस्तीलाई विकासको लागि चाहिँ कसैले पनि यतातिर ध्यान केन्द्रित भएन भन्ने चाहिँ मलाई लाग्दैछ। तपाईँहरू 7 नम्बरको टाङ्ग्या बस्तीको यथास्थिति अवस्था हेर्न सक्नुहुन्छ। चुनावको माहौल चर्किँदै गर्दाखेरि, नेपाल अधिराज्यभरि चुनावको माहौल चर्किँदै गर्दाखेरि, टाङ्ग्या बस्तीमा पनि चुनावको माहौल अत्यधिक रूपमा चर्किँदै गर्दाखेरि हेर्नुहोस् यहाँ सबै पार्टीका झन्डाहरू यसरी, हेर्नुहोस् यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ, सबै पार्टीका झन्डाहरू यसरी टाङ्ग्या बस्तीमा व्यापक रूपमा फलाउँदै गरिएको अवस्था देखिएको छ। तर चुनावको अवस्थामा आउँदाखेरि सबैजना हाय होइ 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 यो गरिदिन्छु त्यो गरिदिन्छु भनेर सम्पूर्ण नेताहरू उम्मेदवारहरू यो गरिदिन्छु त्यो गरिदिन्छु भनेर सम्पूर्ण व्यक्तिहरू आएर सम्पूर्ण उम्मेदवारहरू आएर 3 महिनामै 2 महिनामै यो गरिदिन्छु त्यो गरिदिन्छु भनेर सबै झन्डाहरू यसरी ठाउँ ठाउँमा झुन्ड्याउँदै ठाउँ ठाउँमा राख्दै यसरी हिँडेका हुन्छन्। तर चुनाव जितेर गइसकेपछि उहाँहरूको ध्यान केन्द्रित यहाँ हुँदैनन्। किनभने हामीले पार्टीको सिद्धान्त, सबै पार्टीको सिद्धान्त राम्रो हुन्छ, तर पार्टीमा आबद्ध भएका उम्मेदवारहरूको गलत नीति, गलत निर्णयले गर्दाखेरि टाङ्ग्या बस्ती अहिलेसम्म यथास्थिति यहीँ अड्किएको छ। विकासको कामहरू अहिलेसम्म यहीँ अड्किएको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ।